सो हेलो एभ्रिवान, आज चाहिँ म धेरै कुराहरूको बारेमा अनाउन्समेन्टहरू गर्न आएको छु। फर्स्ट अफ अल चाहिँ मेरो गिल्डको लागि चाहिँ मलाई प्लेयर्सहरू चाहिरहेको छ। तपाईँ सोलो इन्ट्री पनि गर्न सक्नुहुन्छ र तपाईँको होल स्क्वाड छ भने होल स्क्वाडसँग पनि इन्ट्री गर्न सक्नुहुन्छ। केटाकेटी जेन्डरले केही पनि म्याटर गर्दैन भने हजुरहरूले सिम्पल गिल्ड टेस्ट चाहिँ दिनुपर्ने हुनेछ है। लेभल 60 अबोभ हुनुपर्ने छ भने र्याङ्क चाहिँ मिनिमम पनि हिरोइकमा हुनुपर्छ। अब तपाईँहरूको मनमा लागिरह होला तेरो गिल्ड हामी किन जोइन गर्ने भन्ने खालको माइन्डमा त होला नि त होइन। फर्स्ट अफ अल चाहिँ हाम्रो गिल्डले चाहिँ धेरै कुराहरूमा चाहिँ अब अपब्रिङ्गिङ्सहरू ल्याउँदैछ, जस्तै कि फ्रेन्डली गिल्ड वार टुर्नामेन्ट्सहरू जसमा चाहिँ तपाईँहरूले क्यास प्राइज पनि जित्नुहुनेछ भने मन्थली टपअपहरू पनि जित्न सक्नुहुनेछ। त्यसपछि भनेको यदि तपाईँको स्क्वाड छ अनि तपाईँको स्क्वाडले राम्रो खेलिरहेको छ, गिल्ड वारहरूमा एकदमै दामी प्रदर्शन दिइरहेको छ भने चाहिँ हामी आफै नै तपाईँहरूलाई स्पोन्सर गर्नेछौँ। त्यसमा पनि फेरि अलिअलि शर्तहरू चाहिँ हुन्छ है, तर फुल्ली स्पोन्सर हुन्छ तर। र साथसाथै हामीलाई एउटा स्नाइपरको पनि निड छ। यदि तपाईँहरू दामी स्नाइपर हुनुहुन्छ भने चाहिँ मलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ। गिल्ड इन्भिटेसनको लागि, गिल्डमा जोइन गर्नको लागि चाहिँ तपाईँहरूले सिधै गिल्डमा रिक्वेस्ट पनि पठाउन सक्नुहुन्छ भने मलाई मेरो यो युआइडीमा चाहिँ तपाईँहरूले रिक्वेस्ट पठाउन सक्नुहुन्छ। गिल्डमा इन्टर गरिसकेपछि हजुरहरूको 2-3टा क्राइटेरियाहरू चाहिँ हजुरहरूले फुलफिल गर्नुपर्ने हुन्छ। नेम चेन्ज गर्नु पर्यो फर्स्ट अफ अल गिल्डको नेम अनुसार। सेकेन्ड भनेको सबैसँग फ्रेन्डली हुनु पर्यो, इगोइस्टिक हुनु भएन है, सबै गिल्ड मेम्बर्सहरूसँग खेल्नु हुनु पर्यो है। हाम्रो चाहिँ अब सोलो टुर्नामेन्ट नै हुन्छ भने स्क्वाड टुर्नामेन्ट नै हुन्छ। स्क्वाड टुर्नामेन्टमा पनि हजुरले गिल्डकै प्लेयरहरूसँग नै खेल्नुपर्छ अनि तपाईँको स्क्वाड छ भने गिल्डकै स्क्वाड हुनुपर्छ क्या। त्यही कारणले गर्दाखेरि हजुरहरू फ्रेन्डली हुन चाहिँ एकदमै आवश्यक छ है। सो यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ मलाई रिक्वेस्ट पठाउन सक्नुहुन्छ।